हेलो गाइस, दाइले चाहिँ खानेकुरा यस्तो ल्याउनु भएको रहेछ। रातिको 11 बजी हामी चाहिँ सुतिसकेको थियौँ। ल भनिदिनु पो, यहाँ माइली नाना त सुतिसक्नु भयो। अनि यहाँ खानेकुरा यस्तो ल्याउनु भएको रहेछ। यो के हो? यो के हो? यो फ्राई मोमो रहेछ। अनि यो आलु चप रहेछ। अनि चाहिँ उयो ल्याउनु भएको रहेछ, के भन्छ लाफिङ ल्याउनु भएको रहेछ। के गर्नु अब, नखाइ यस्तो चिज देखेपछि फेरि नखाइ सुत्नै सकिँदैन क्या साथीहरू। त्यही भएर अब यसलाई यहाँ खाने हो। यस्तो निन्द्रामै माइली नानाले खानुहुन्छ कि हुँदैन, म एउटा दिनु पऱ्यो निन्द्रामै। माइली नाना मैले यहाँ आधी खाएको थिएँ। माइली नाना के हो? नखाने हो के हो यो निन्द्रामा निन्द्रामा है गाइस। यो चाहिँ मैले नै एकदम निन्द्रामा फायर हुनुहुन्छ। यहाँ के हो? निन्द्रामा यहाँ यस्तो चिज खाइरहेको छौँ हामी चाहिँ। हेर्नु गाइजहरू, यस्तो 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 पनि खान्छ। कसले भात खाएर सुतिसकेपछि भन्न त लु साथीहरू, यस्तो खान्छ यस्तो। यो त यो दिनमा खाने हो, यो दिनमा खाने यो लाफिङहरू अहिले खाने हो त। यस्तो यहाँनिर नानाले चाहिँ हेर सुतेर ऐ साथीहरू लास्टै कमी कति दिएको मलाई यहाँ रेगन दाजुले ल्याउनु भएको रहेछ। चाहिँ आलु चप हेर्ने गाइजहरू यस्तो। अब खाने हामी चाहिँ यसलाई चाहिँ के गर्नु, अब खानै पर्यो। खानुलाई नै ल्याइदिनु भयो होला। खानु ल्याइदिनु भयो, खाइदिन्छु। सुतिसकेको थियो हामी चाहिँ, यहाँ सुतिसकेको थियो। अनि फेरि दाइले ल्याइदिनु भएछ होइन। अब यस्तो यस्तो चिज देखेपछि नखाइ सुत्नै सकिँदैन, बास्नाले नै हर सुत्नै सकिँदैन। त्यही भएर यसलाई मजासँग खाने हो अनि सुत्ने हो। राफिङ पनि छ है गाइजहरू। राफिङ चाहिँ सुक्खा ल्याउनु भएको रहेछ। लाफिङ गाइजहरू नाना पनि हुन्छ क्या। ठुली नाना पनि सुतिसक्नु भयो। एकचोटि लगेर दिन चाहिँ के भन्नुहुँदो रहेछ। नाना चाहिँ यहाँ माथि सुतिसक्नु भयो। हामी चाहिँ यहाँ लगेर यस्तो दिँदैछौँ, के भन्नुहुन्छ। लाफिङ खानु है? लाफिङ के हो? लाफिङ भन्दैन आगर त लाफिङ के? लाफिङ के हो? आगर त लाफिङ के नाना? यी पक्का खानु पोखिसक्यो के हो? ल्या पोख हो कस्तो क्या। सुतिसक्नु भएको सबै। हुनु पनि 11 बजे मैले ढाँटेको होइन साथीहरू। यहाँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले 11 बजिसकेपछि 11:03 भइसक्यो। यतिखेर नि कसले यस्तो चिजहरू खान्छ? यस्तो चिजहरू कसैले खाँदैन, तर म खान्छु नि त। अरू कसैले नखाए नि हामी खान्छौँ नि त। हामी त खान्छौँ। पनि सुतिसक्नु भएको थियो। कसैलाई रिस उठ्छ भने रिसाएरै बस्नु होला, धन्यवाद। म चाहिँ खान्छु। सुतिसकेको थियौँ हामी सबैजना। दाइले लिएर भयो खाने, अब सुत्ने।